र हामी खाना पनि खाइसकेको छौँ र त्यसपछि कहाँबाट बिर्सेको हामी ब्याङ्क नै जानुपर्ने छ र ब्याङ्क गयो। ब्याङ्कमा के बिग्रेर हाम्रो स्टेटमेन्ट ननिस्केर फेरि पनि हामी स्टेटमेन्टको लागि त्यहाँ पर्खेर निकालेर त्यसपछि याद आयो कि हामी उता के भन्छ कुनमा ओजुमा गएको होइन। ओजुमा गएर हामीले सुसी र यसको बेकरीको क्लास गर्ने भनेर सोचिरहेको थियौँ। त्यो पनि हामीले कन्फर्म गरेर आयो। 1-2 हप्तापछि हामी स्टार्ट गर्छौँ र हामी क्लास गर्छौँ भनेर। र आउने क्रममा हाम्रो बाइकमा पेट्रोल सकेर हाम्रो कलिग्सहरू त्यतिकै झगडा गर्दै गएको छ। फेरि पनि हामी देखाउने नै छौँ हामी के गरिरहेको छौँ र हाम्रो प्रब्लम सल्भ हुनेछ छैन सबै कुरा हामीलाई सजेस्ट गरिराख्नु होला। अब हामी यहाँबाट हिँडिसकेको छौँ खाजा खानलाई। उसलाई याद आयो खाजा खानु पर्ने छ अरे। भोक लागेको थियो तर बिर्सिसकेको थियो अरे, त्यही भएर के नाम हो त्यो ठाउँको नाम बिर्से तर बाबा बाग बजार तपाईँहरूलाई देखाउने छौँ। गाडी रोक्ने ठाउँ गाड़ी लागल है खाला ठाउँ है और गाड़ी में लगा देते थे वहाँ टैक्सी लागल ये लगवा तो पता है। हाँ ये चाप पे लगा दे फेरि जान लागेको खाजा खानलाई। हामीले भन्न खोजेको क्याफे यही हो यतापरि। यतातिर चाहिँ डिभाइन कन्सल्टेन्सी जान्छ। यता यहाँ चाहिँ हामी खाजा खाना आएको अलरेडी प्याक छ यहाँ। यता हेरौँ के हुन्छ। फेरि जागा अर्डर गऱ्यो। हामी फेरि पनि आइसकेको छौँ हाम्रो खाजा खाने स्टेसनमा। र यहाँको नियम चाहिँ के हुन्छ भने फर्स्ट अर्डर गर्ने पे गर्ने त्यसपछि मात्र आफूले सर्भिस पनि आफूले गर्ने। अनि हामीले अहिले खाना थालिसकेपछि हामी देखाउनेछौँ के खाने अर्डर गरेको छ हामीले मात्र। के भन्नुभयो को बिहा करे हो गेलै तकलीफ देख रहे हैं गाइस ये ओठवा